Welcome to my vlog. Wait a minute, our journey starts from here. Guys, आज चाहिँ हामी हिँडेको हैन. Hello guys, आज चाहिँ हामी चिली पोखरी हिँडेको. म छु दिपा छिन अनि प्रज्वल अनि हाम्रो देवराज एकदम संस्कारी घर जिम्मेवारी बोकेर हिँडेको केटा हो. हातमा राखेर चाहिँ अहिले यहाँनिर प्राइभेट कारमा जाँदैछौँ. त्यहाँसम्म हाम्रो प्राइभेट कार जाँदैछौँ. त्यसपछि हामी वाकिङ है त गाइस. म अपडेट गराइरहन्छु तपाईँहरूलाई. प्राइभेट कारमा चाहिँ एकदम सिट फुल भएर काखमा बसिरहेको छु. नै हो त्यो चाहिँ बस्ने चाहिँ, अरू बस्दैनन्. अर्को हाम्रो उपरका साथीलाई पनि लाने भनेको थियो. साथी त सुतेको सुतै भयो, उठाउन पनि सकिएन. हामी मिस गर्छौँ म प्रकाशलाई. हामी चाहिँ हिँडेको अब राम्रो गीतबाट सुरुवात गर्नुपर्छ. बाबु चाहिँ यही हो. This girl is blushing. हामी चाहिँ उल्लाबारी कटिसक्यौँ मैले चाहिँ हामी जाँदैछौँ मधुमल्लातिर. We are on the way. Hello guys. Guys, हामी चाहिँ मधुमल्ला आइपुग्यौँ. मधुमल्ला. गीत पनि यस्तो छ. Madhyamala. खोडीमा आइपुगेका छौँ. अब हाम्रो Our hiking starts from here. जाने वे चाहिँ यही हो. यो चाहिँ यहाँबाट बिगिन भइसक्यो. हामी वाकमा छौँ. हिँडेको गाइस, हाम्रो वाक सुरु भइसक्यो. हामी सबै साथी वाकमा हिँड्यौँ. यहाँबाट हाम्रो राइड सुरु भयो. अब यहाँबाट हामी वाकिङ गर्छौँ. कस्तो लागिरहेछ सबैलाई? कस्तो लाग्यो? गुड. देवराज, कस्तो महसुस भइरहेको छ? ओके, हामी चाहिँ जाँदैछौँ होइन, हिँड्दैछौँ हामी. सिडी हिँड्ने क्रममा छौँ एकदम होइन. अब हामी एकदम उकालो लाग्यौँ. ओह्रालो झर्दिनँ म हामी. सही हो. एस्थेटिक फोटो खिच्न. Hadaika Law. यस्तो पहिरो गएको रहेछ यहाँ. एकदम हामी हिँड्दैछौँ. के गर्नु, जानै पर्यो. जाँदिनँ भन्दा पनि What a nice view. हामी यहाँ उकालो ओह्रालो गरेका गरेछौँ. मैले त्यो ओह्रालोको बाटो र सुधार यसरी हिँड्दैछु. थ्याङ्क यू गाइस. एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ जस्तो छ पुरै. सबै मलाई अगाडि छोडेर गयो. हराउँछु मलाई. बाघ भालुले खान्छन् होला हामीलाई देखेका छन्. अरू दुईवटा यात्रीहरू हिँड्दैछन्. एउटा देवराज आफ्नै तालमा चलेर यसरी बढिरहेका छन्. हामी चाहिँ आधी बाटो साथीहरू तपाईँ यहाँ देख्न सक्नुहुन्छ. तपाईँहरू यहाँ देख्न खाइरहेको छ. घुम्रा यहाँ देख्छ. खासमा गजल पनि यहाँ दिपा एकदम बाँदरको ठ्याक्कै अर्को. तपाईँलाई लाग्छ होला बाँदर मान्छेबाट बाँदरबाट भयो जस्तो लाग्छ होला. कस्तो हो सायद तपाईँलाई पनि थाहा पाउनु सक्नुहुन्छ. पुच्छर दिप ऊ पनि ऊ त बाँदरै हो. यसरी खाने हो. यति भन्दै अहिलेको लागि मैले राख्नु है. हस् ल. बाँदरको हातमा के भेटिङ गाना बजाएर इनर्जेटिक भएर हिँड्नुपर्छ.
चटपटे खायौँ हामीले चाहिँ खाली पेटमा केही खाएको थिएन गर्मीमा भोकले अनि हामीले चटपटे खायौँ अब हामी उहाँ जाँदैछौँ पोखरीतिर मेरो चाहिँ फोनमा चार्ज स्विच अफ हुन आँटिसकेर होइन हामी चाहिँ पुग्यौँ एन्ड दिस इज द भ्यू अनि हामीले त्यत्रो हिँडेको वर्थ इट छ होइन तर अलिक गाह्रो छ मेरो फोन चाहिँ स्विच अफ हुन आँटिसक्यो भरेसम्मको चाहिँ अपडेट दिन सक्दिनँ होला गाइड्स लाइट पनि रहेन रहेछ यहाँ त केटाहरू चाहिँ बसेर खाँदैछन् हामी चाहिँ हल्का केटी भएपछि आश्चर्य चाहिँ ओ यहाँ बसिरहेका छन् यहाँ अर्को केटीहरू अरू चाहिँ सनस्क्रिन दल्दैछन् यहाँ रात पर्न आँटिसक्यो सनस्क्रिन लगाइरहेका छन् खोइ के हो बुझ्नै सकिनँ यहाँ हाम्रा दुईवटा मस्किरहेका छ भ्यू चाहिँ यस्तो छ यहाँ पिकनिक खाँदैछ अर्को ग्रुप हाम्रो उहाँ छ अनि केटाहरू पुरा चिया पकाउँदैछ अनि यस्तो लडिरहेछन् कोही यहाँ चाहिँ हाम्रो साथीको एस्थेटिक चल्यो फोटो खिच्न बसेका छन् कोही खिच्छ अब साथीहरू हामी फर्किँदैछौँ यहाँ दीक्षा छिन् ऊ फ्लाइङ किस गर्दैछ अनि यहाँ दिपा छिन् यहाँ प्रजल छ अनि म बोल्दैछु त्यही भएर मैले मेरो अनुहार देखाउन चाहिँ होइन जाँदैछौँ एकदम डरलाग्दो बाटो छ अघि हामी थाकेको पनि छौँ गाह्रो भइरहेको छ हिँड्नलाई तर हामी फेरि मैले एउटा कुरा चाहिँ भन्न चाहेँ हामी आउँदाखेरि दुईवटा बाटो थियो एउटा सजिलो बाटो र एउटा अप्ठ्यारो बाटो तपाईँहरू लाग्न सक्छ हामीले कुन बाटो चुज गऱ्यौँ होला गेस गर्नुमा 2 सेकेन्ड पर्खिन्छौँ 1 2 हो हामीले अप्ठ्यारो बाटै चुज गऱ्यौँ किनभने हामी डराउँदैनौँ भन्दै अब मैले यो क्यामेरा मैले प्रजल दिन चाहेँ हेलो गाइज हामी आज चुली पोखरीको यात्रा थियो यात्रा एकदम खुलीबाट आउँदा चाहिँ तपाईँहरूलाई एकदम कठिन छ तपाईँको मधुमलाबाट थोरै पश्चिम आएर बग्रा पारी गरेर सिधै उत्तर आउनु भने डाइरेक्ट तपाईँहरू चुली पोखरी अलिकति मात्रै हिँड्नुपर्ने हुन्छ हामी चाहिँ आज नन स्टप 2 घन्टा हिँडेर मात्रै चुली पोखरीको यात्रा हाम्रो ल अहिले म एकछिनमा फेरि भ्लग गर्न चाहन्छु हजुरहरूलाई देखाउन चाहन्छु फर्केको होइन जुत्ता चाहिँ हातमा बोकेर उकालो ओह्रालोको बाटो छ एकदम अगाडि हामी आउँदैछौँ देवराज साथी यहाँ छन् यहाँ हेर्न सक्नुहुन्छ साथीहरू आगो लागिरहेको छ जङ्गलमा तर हामी केही पनि गर्न सक्दैनौँ त्यही भएर हामीले हेऱ्यौँ अब हामी गयौँ आगो लागिरहेको छ यहाँनिर दीक्षा इलेक्ट्रिकमा देखाउँछु तपाईँहरूलाई कहाँ लागेको छ भनेर देख्नु भएन भने तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू हामी पुलमा आइसक्यौँ तर हाम्रो साथीहरू प्रजल र दीक्षा उहाँ चाहिँ देख्न त देखिँदैन होला ऊ त्यो यो जुन चाहिँ त्यो टी सर्ट लगाएको चाहिँ प्रजल हो अनि माथि चाहिँ छ दीक्षा तर के छैन अब भरे दीक्षा इलेक्ट्रिकमा देखाउँछु तपाईँहरूलाई अहिले चाहिँ हामी अब हाम्रो अटो आइसकेको छ अटोतिर जाँदैछौँ यहाँ दिपा हुनुहुन्छ हाम्रो दिपा साथी अनि दिपा साथी फोटो खिच्दै भन्दै हुन्छ त्यही भएर म अब 1-2 क्लिक फोटो खिचिदिन्छु साथी मेरो पनि खिच्न सक्छु मन लाग्यो भने म खिच्न सक्छु भन्दै मैले ओ राम्रो आयो हामीले फर्किरहेको होइन अनि अघि नै माथि हिँड्दा 2 घन्टाभन्दा बेसी नै लाग्यो आउँदा पनि 2 घन्टा लाग्यो र अर्कै भएको छ अघि जाँदा अर्कै लुक थियो अहिले अर्कै छ